नमस्ते। आज हामी एउटा निकै गहिरो सिद्धान्तको चिरफार गर्दैछौं। मानौ यो हाम्रो दिमागको लागि बनाइएको एउटा आर्किटेक्चरल ब्लुप्रिन्ट हो। हामी एउटा एकदमै सरल तर शक्तिशाली वाक्यको तह-तहमा पसेर हेर्नेछौं, जसमा व्यक्तिगत रूपान्तरणको रहस्य लुकेको छ। ल, त्यो रहस्यको पर्दा उघारौं है त। ल, त्यो वाक्य यही हो, सोच बदल जिन्दगी बदलिन्छ। सुन्दा त कति सामान्य लाग्छ, होइन र? तर यी 3 शब्दभित्र एउटा सिङ्गो दर्शन लुकेको छ। यो एउटा यस्तो गहिरो सत्य हो जसले हाम्रो वास्तविकता कसरी बन्छ भन्ने कुराको संकेत दिन्छ। यसलाई अंग्रेजीमा हेर्दा यसको शक्ति अझै प्रष्ट हुन्छ। चेन्ज योर थिङ्किङ एन्ड योर लाइफ चेन्जेस। यसले सीधा के भन्छ भने हाम्रो भित्री दुनियाँ यानि कि हाम्रो सोच र हाम्रो बाहिरी वास्तविकता यानि कि हाम्रो जीवन एक अर्कासँग जोडिएका छन्। यो कुनै कामना वा आशा मात्रै होइन, यो त कारण र असरको नियम हो। अब एउटा कुरा के बुझ्नुपर्छ भने यो केवल एउटा भनाइ मात्र होइन, यो त व्यक्तिगत रूपान्तरणको लागि एउटा पुरै फ्रेमवर्क हो, एउटा ढाँचा हो। यो यस्तो सिद्धान्त हो जसलाई हामीले जीवनको हरेक पाटोमा लागू गर्न सक्छौं। त्यसैले यो कुरालाई अझै राम्ररी बुझ्नको लागि आउनुहोस् यसलाई एउटा घरको नक्सा वा ब्लुप्रिन्ट जस्तै सोचौं। यो एउटा यस्तो नक्सा हो जसले हामीलाई नयाँ वास्तविकता कसरी बनाउने भनेर देखाउँछ, इँटा जोडेर। ल, अब यो नक्साको हरेक भागलाई एक गरेर केलाउँ। कुनै पनि संरचना बनाउँदा सबैभन्दा महत्त्वपूर्ण के हुन्छ? जग, होइन त? हो, ठ्याक्कै त्यस्तै यो सिद्धान्तमा जग भनेको हाम्रो सोच हो। यही त्यो आधार हो जसमा अरू सबै कुरा अडिएको हुन्छ। सोचलाई हाम्रो अनुभवको कच्चा पदार्थको रूपमा पनि हेर्न सकिन्छ। मतलब हामीले जे देख्छौं, जे महसुस गर्छौं, ती सबैको सुरुवात नै यहीँबाट हुन्छ। जसरी कुनै भवनको लागि इँटा वा सिमेन्ट अत्यावश्यक हुन्छ, त्यसैगरी जीवन निर्माणको लागि सोच हुन्छ। त्यसो भए सोचभित्र के पर्छ त? यसमा पर्छ हाम्रो अवधारणा, यानि कि हामी संसारलाई कसरी हेर्छौं, हाम्रो विश्वास, जस्तै हामी के कुरालाई सम्भव वा असम्भव मान्छौं, हाम्रो मनोवृत्ति, कुनै पनि परिस्थितिमा हाम्रो प्रतिक्रिया सकारात्मक हुन्छ कि नकारात्मक, र हाम्रो भित्री संवाद, दिनभरि हामी मनमनै आफैसँग के कुरा गरिरहेका हुन्छौं। हो, यी सबै मिलेर हाम्रो सोचको जग बन्छ। ल, जग त भयो सोच, तर त्यो जगमा काम गर्ने शक्ति, त्यो इन्जिन चाहिँ के हो त? त्यो हो बदल वा परिवर्तन। या नै हो यस वाक्यांशको सक्रिय तत्त्व जसले पूरै प्रक्रियालाई गति दिन्छ। यहाँको प्रक्रिया एकदमै सीधा छ। स्टेप 1, सोच बदल्ने। यो हाम्रो हातमा छ, हामीले गर्ने काम हो। र त्यसको सीधा असर के हुन्छ? स्टेप 2, जिन्दगी बदलिन्छ। यो कुनै संयोग होइन, यो त कारण र परिणामको खेल हो। एउटा चरणले अर्कोलाई सिधै डोर्याउँछ। त्यसैले महत्त्वपूर्ण कुरा के हो भने परिवर्तन आफै हुने निष्क्रिय घटना होइन, यो त हामीले जानी गर्ने काम हो। एक किसिमको मेन्टल रिइन्जिनियरिङ नै भनौं न। यो हाम्रो हातमा भएको त्यो औजार हो जसले हामीलाई आफ्नो सोचको जगलाई चाहे अनुसारको आकार दिने शक्ति दिन्छ। जब हामीले सोचको जगलाई नै फेरबदल गर्छौं, तब के हुन्छ त? स्वाभाविकै हो, एउटा पूरै नयाँ संरचना बन्छ। र त्यो नयाँ संरचना नै हो एक रूपान्तरित जीवन। यो कुरालाई यसरी हेरौँ न। यदि सोच मतलब जग उही पुरानै रह्यो भने जीवन मतलब घर पनि उस्तै रहन्छ, होइन त? तर यदि हामीले त्यो जगलाई नै परिवर्तन गर्यौं भने एउटा बिल्कुलै नयाँ बदलिएको जीवन बन्छ। सम्बन्ध एकदमै सिधा र छर्लङ्ग छ। र यसरी हामी फेरि त्यही सुरुको वाक्यमा फर्कियौं। तर अब यसलाई हेर्ने हाम्रो नजरिया फरक छ, होइन त? अब हामीलाई थाहा छ सोच जग हो, बदल त्यो औजार हो, र जिन्दगी बदलिन्छ त्यो सुन्दर परिणाम हो। यो एउटा एकीकृत शक्तिशाली अवधारणा हो। अब अन्त्यमा यो सबै विश्लेषणलाई एउटा व्यक्तिगत प्रश्नमा टुङ्ग्याऊ। एक रूपान्तरित मनको त्यो भव्य संरचना बनाउनको लागि पहिलो इँटा के हुन सक्छ? कुन चाहिँ एउटा सोचलाई परिवर्तन गरेर नयाँ जीवनको निर्माण सुरु गर्न सकिन्छ? सायद यही प्रश्नको जवाफमा नै त्यो रूपान्तरणको यात्रा सुरु हुन्छ।